यहाँ चाहिँ अल्छीले भन्नु लागेको छ यहाँ गाडी ढिलो भएर हामीले गाडी पर्खिरहेको छौँ। सानोहरू चाहिँ यहाँनिर घुम्दैछ। यता हेर हेलो भन्नु कहाँ हिँडेको हो दुईटा कहाँ हो जू। हामी चाहिँ बच्चाहरूलाई यहाँ जू खेलाउँ। ओहो पेन्टिङ त खतरा जोक्नु ए भयो अहिले त ठेवा चार। हेलो गाइजहरू हामी चाहिँ अब उयो हेर्न हिँडेको पुरै जू हेर्न। अनि जूमा चाहिँ आज के छ खै थाहा छैन। यहाँ चाहिँ अब क्रोकोडाइल होला यहाँनिर छ कि छैन हेरौँ है त। ओहो रहेछ ऊ त्यहाँनिर हेर पुरा पानीमा बसिरहेको रहेछ लुकेर। मान्छेहरू चाहिँ यहाँनिर हेरिरहेको छ। खेल्ने कस्तो दाल खेलेको हुन्छ हुन्छ अब एकछिनमा त्यतिकै उयो भयो ला ओह आमा कत्रो ठुलो भइसकेछ हौ यो त। ब्युटिफुल ब्युटिफुल फ्लावरहरू यहाँनिर कहाँ वाउ कस्तो राम्रो फ्लावर यहाँ। तर पानी परेर कस्तो भिडियो चाहिँ भयो आज हाम्रो चाहिँ। वाउ फ्लावर हेर्नु न कस्तो दामी। खोइ कहाँ खिच्ने त फोटो कान्छी कहाँ खिच्ने हो त फोटो। जराहरू चरिरहेको रहेछ है जूमा जङ्गलमा हेर्नु नपाइने खतरा रहेछ नि। सिङवाला खरायो यो जरायो हजुर के गर्नु अब यहाँनिर पो टन्नै रहेछ त। कत्रो रहेछ नि बाबा। ल होइन मङ्की परेछ ल होइन। भन्दै त्यसो पछाडि खोइ के छ अब यहाँ त फेरि अर्कै रहेछ त पुरै। के हो रे सानो मोनालिसा ओ यहाँ हुनुहुँदो रहेछ मोनालिसा चाहिँ त्यस्तो रहेछ। गुड घुम्दैछौँ तर पानी परेर कस्तो भगल अनि त्यतिका। ओहो जतै पनि मृग र जरायो मात्रै छ क्या हो यो जूमा। के हो लगुना अरे यो चाहिँ भइरहेछ भयो। वाउ कस्तो राम्रो उयो कस्तो दामी सिन आइरहेछ हौ कान्छी यहाँ त। हामी चाहिँ एक्लै यसरी हिँड्नु परिरहेछ हौ पानी परेर। सानो कस्तो क्युटहरू कति क्युट
कस्तो राम्रो फुलहरू हौ यहाँनिर बाबा फुल्नु चाहिँ दामी फुलेको छ फुलहरू चाहिँ यता हेर सानो ओइ स्पी देखाउ त के हो हेर न फुलबारी नै फुलबारी छ फुल फुलको मौसम ल आमा सिसी क्यामेरा होला आमाले फुल भाट्नु रहेछ सिसी क्यामेरा छ है यहाँको त पानी नै सुकेछ त हौ भाइ अन्त नि यहाँनिर यस्तो छ यहाँ चाहिँ उयो शमशेरका भाउजू कर्ण कुमारी अब यहाँ पनि रहेछ त हौ यस्तो ओहो लैजाऊ यहाँ खेल्छ अहिले भरे मुत्यो भने फेरि छोड्न दो यहाँ नि उतादेखि होला नि उता छ होला अब के हो मान्छे आएपछि अब त्यसमा खेल्ने हो छोरा ऊ त्यसमा त फेरि मुत्यो भयो नि त छैन नि ऊ त्यहाँ पनि रहेछ ऊ त्यो त फिनफिन घुमाउँछ होला ओइ हाँस्छ ओइ दामी रहेछ दामी दामी अहिले बच्चाहरूले खेल्ने ठाउँ ठुलो मान्छेले खेल्ने चाहिँ केही छैन हामी ठुलो मान्छे चाहिँ हेर्दै कुद्दै दुखिसक्यो आज हामी चाहिँ हेरेकै भनेको जस्तो भइसक्यो हामीलाई चाहिँ यहाँनिर बच्चाहरू अझै खेलाउन लिएको छुयाङ रहेछ हौ